हेलो नमस्ते। आज हामी चाहिँ दिदीबहिनी भएर मुक्बाङ गर्न आँटेको अनि हामीसँग छ पिरो चौचौ, साथमा छ एक्सट्रिम, साथमा छ एक्सट्रिम। होइन चुप्प लाग्नु नै, यो भिडियो बनाउँदैछौँ हामी। आज हामी चाहिँ माइतीतिर छौँ। अब हामी चाहिँ खान चाहन्छौँ चेस। निकालिदिउँ भनेर। मेरो प्लेटमा चाहिँ प्याज देख्न सक्नुहुन्छ। बोक्नु भयो रे बाबा, बोक्नु भयो रे। चुकु लगाइदिनु न मम्मी ढोका बाहिर निकालेर। मा भन्दै होला एउटाले। Para ni kaya mo simo, tanggal na eh. Mito ni kaman amu kato tamayan. Kato ni lati kato ni ato ito kato. Wam tika ulam dapat siya madati dati siya. Bala milam kato kato. May dana sa. आज हाम्रो चौचौ चाहिँ अलिक फ्याट्टै पाकी गएछ कि सबैजना बिजी भएर अनि बसाइराखेर म लुगा पटाउनु है बुन्नु धन्दा गर्न थालेछु। अनि हामीले चाहिँ यो जम्मा हामीले चाहिँ आज करेन्ट होइन अकबरे ज्याकपट 20 रुपियाँको ज्याकपट थाकै कतिवटा 8वटा खाएको। 8वटामा हामी दुईजनालाई त्यही यहाँ भाइले थोरै खाँदैछ छेउमा बसेर। मलाई चाहिँ चौचौहरूसँग यसरी प्याजहरू सराबर खाएको मनपर्छ। उयो चाहिँ अक्षता छोडिदिनु भएको यहाँ माथि। यसो गरेर देखिँदो रहेछ। के भयो जुलाबी ल्याउनुपर्छ चाहिँ छेउमा राखेको गाडी चाहिँ अनि आजको वेदर चाहिँ आकाशहरू चाहिँ पुरा गरम गुरुङ गरिरहेछ। गर्मी चाहिँ यस्तो गर्मी छ सुनिरहनु भयो होला तपाईँहरूले। आकाश पुरा गरम गुरुङ गरिरहेछ। माथि धरानतिर पुरा कालो भइसकेको छ। यति एरियामा चाहिँ यति एरियामा चाहिँ उज्यालो भइरहेछ हुन्छ। तर पानी झर्नु चाहिँ कति बेला झर्छ। कति सधैँ त्यही एउटै करेन्ट ट्राई गर्नु भनेर आज हामीले चाहिँ ज्याकपट ट्राई गरेको। मिठै रहेछ। घट भइहालेन तलतिर गुम्सेर बसेको रहेछ अझै पतप नघोलेको ढिला भइसक्यो नि। यो चाहिँ हामीसँग छ एक्सट्रिम।
गुटुक गुटुक गुटुक। मलाई चाहिँ बाक्लो खान मन पर्दैन नि त, हल्का पानी मिसाएको। यो पनि 20 रुपियाँ गोटाको हो र पनि यस्तो पिरो हुँदो रहेछ। हामीले खासमा भिडियो चाहिँ बनाउनुको लागि यो पकाएको होइन, खाने विचार गरेको थियौँ दिदी बहिनीले। अब खाइसकेपछि वाइ नट भिडियो किन नबनाउने भनेर भिडियो पनि लिएर आयौँ। हुन्छ बाबा। अलि हल्का डरो डरै हुँदा राम्रो हुन्थ्यो, यो हामीले ल्यात्ताकै पारिन्थ्यो। पिरो हाम्रो बहिनीले चाहिँ यति छोडिसकेको छ, अहिले चाहिँ पुरै सखाप पार्दै सखाप। अहिले अर्को करेन्ट चल्छ चाहिँ खाँदै पछि पिरो हुन्छ भने यो चाहिँ खाइसकेपछि कस्तो पिरो, खाइसकेपछि पेट पनि पोल्दो रहेछ। यसले चाहिँ करेन्टले चाहिँ पेट पोल्दैन। अहिले चाहिँ पेट पोलो धेरै। हामी चाहिँ अब जेरी खान्छौँ। हिजो चाहिँ नयाँ वर्ष थियो, आज चाहिँ 2 गते, अनि हिजो मेलाबाट लिएको जेरी। किन त ढोका खोलेको? कहाँबाट निकालेँ मैले? बाहिर थियो नि लगाउनु लगाएको। यता हुनुहुन्छ हाम्रो भाइ। यो चाहिँ खान्छ होला त हौ, खाइदिन्थ्यो खायो। सबैको पिरोले पेट कहीँ भयो नि त, मलाई सब्जी भयो। कस्तो तर यसले पेट पोल्दो रहेछ। अर्को करेन्टले चाहिँ पेट पोलेको थाहा छैन मलाई। म प्रायः जस्तो करेन्ट नै खान्छु नि त। अहिले त पुरै पेट पोलेको नि हो। देऊ न तपाईँको पेटमा त घाँटी पनि पोलो। दिन चाहिँ अहिले फेरि भर्खर घाम लाग्यो होइन। यतातिर चाहिँ धरान पर्छ नि त, पुरा कालो भएको थियो। अहिले हल्का उज्यालो भइरहेछ, तर पानी पर्दैछ जस्तो लागिरहेछ धरानतिर। म चाहिँ अहिले माइततिर छु, घाम लागिरहेछ फेरि। हटस्पट अनै छ। ओके बाई बाई गाइजहरू।